अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। सज्जनहरू, फेरि यो श्लोकलाई म भन्दैछु है। अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छाडिदे यो कुबुद्धि। सर्वश्रेष्ठ आध्यात्मिक अलौकिक धन यो ईश्वरीय वरदान स्वरूप हामीलाई सित्थैमा प्राप्त भएको छ। हामी मानव जाति हौँ अनि हामीसित 6औं ज्ञानेन्द्रिय छ। 5औं ज्ञानेन्द्रिय त सबै प्राणीहरूसँग छ, तर हामी मानव जातिमा 6औं ज्ञानेन्द्रिय छ। यो 6औं ज्ञानेन्द्रियले चाहिँ आत्मा परमात्माको चिन्तन मनन खोजी गर्दछ। ध्यान दिनुहोस्, हामीले यो आर्जेको धन होइन, यो सर्वश्रेष्ठ आध्यात्मिक धन परमेश्वरबाट प्राप्त भएको छ, जो सनातन अद्वितीय हुनुहुन्छ। तर यो धन परमेश्वरले दिनुभएको हो भनेर जान्दा जान्दै यही कुरा छर्लङ्गै पारिदिन यो धन हामीमाथि, हामीभित्र, हामी मानव जातिभित्र माटाको भाँडामा, यो नाशमान देहमा पाएका छौँ। यसकारणले अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। धन 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 भन्दै धनको पछि लाग्नेहरूको अन्त पनि र गरिब फुटपाथमा जीवन जर्जर जीवन यापन गरिरहेकाहरूको पनि मृत्यु हुन्छ। ध्यान दिनुपर्ने कुरा छ सज्जनहरू। मेरो यो भनिने अतिमा भनिने जे छ संसारमा, फोस्रो यो सन हो क्षणैभरि, फोस्रो यो धन हो क्षणैभरि छ यो केही छैन आशिष आखिरमा। मेरो यो भनिने अनिमा भनिने जे छ संसारमा, फोस्रो यो सब हो क्षणैभरि छ यो केही छैन आखिरमा। तृष्णा जो इन बीचमा छ गहिरो, पासो उही सम्झनु, त्यो पासो नछिनाई शान्ति सुखका आशा वृथा हो लिनु। अब पण्डित माधव उपाध्याय तपाईँलाई परमेश्वरको वचन सुनाउँदा पनि, बुझाउन प्रयत्न गर्दा पनि मृत्यु र जीवनको बीचमा भएको दोसाँधमा राखेर रोजै बाटो, मृत्युको बाटो र जीवनको बाटो यहाँ छ भनेर देखाइदिँदा पनि ध्यान नदिने मानिसहरूलाई कविताको कवितात्मक छन्दमा कविता श्लोकहरूद्वारा म केही सन्देश तपाईहरुको माझमा ल्याइरहेको छु। अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। धक्का कोमल देहमा पर्न गई जो क्लेश होला वहाँ, सक्लाको र बयान गर्न उसको फर्केर आई यहाँ। त्यो कोमल शरीरलाई आगोमा चितामा लगेर मानिसहरूले घोज्दाखेरि, मलामीले घोज्दाखेरि त्यस पीडाको बयान, नरकको पीडाको बयान आएर कसैले गरेका छैनन्। धक्का कोमल देहमा पर्न गई जो क्लेश होला वहाँ, सक्लाको र बयान गर्न उसको फर्केर आई यहाँ। अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छाडिदे यो कुबुद्धि। आफ्नै कर्म त आफ्नो बन्धन, आफ्नै कर्म त आफ्नो बन्धन हुँदा गाह्रो छ पारै हुन। नाना योनि मनुष्य पक्षी पशुका 84 लाखै छन्।
आफ्नै कर्म त आफ्नो बन्द नहुँदा गाह्रो छ पारै हुन। नाना योनि मनुष्य पक्षी पशुका 84 लाखै छन्। अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छाडिदे यो कुबुद्धि। पाओस् उच्च कुलीन देह त पनि आत्मा अनात्मा कन। पाओस् उच्च कुलीन देह त पनि आत्मा अनात्मा कन। चिन्न यत्न र देहको क्षणिकता जान्दैन हो जो जन। कष्टै त्यो चतुरो सिपालु गुनिलो विद्वान भनियोस् तर, व्यर्थै आयु बितेर जान्छ उसको रोला पछि धर। कष्टै त्यो चतुरो सिपालु गुनिलो विद्वान भनियोस् तर, व्यर्थै आयु बितेर जान्छ उसको रोला पछि धर। अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। यो अलौकिक ज्ञान जुन कुरा म तपाईँलाई सुनाउँदैछु, मैले परमेश्वरको वचन, पवित्र शास्त्र, जो विश्व प्रख्यात, विश्वका सारा मानिस जातिले हृदयदेखि नै प्रेम र आदरसँग, बडा श्रद्धा र भक्तिसँग पढ्छन् र यही आध्यात्मिक अलौकिक ज्ञान रूपी दिव्य वचन, दिव्य ज्ञान, पवित्र शास्त्र बाइबलद्वारा परमेश्वरको राज्य परमधामको नागरिक हुन पाउँछन्। यही पढेर मैले पनि यी सबै कुराहरू आर्जन गरेको हुँ। सज्जनहरू, हामीलाई धेरै समय अगाडिदेखि नै हामीले मान्यता दिएका, आदर गरेका पूजनीय कविहरूले हामीलाई बिउझाउन प्रयत्न नगरेका होइनन्। भाखा भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो। इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो। आयो टप्प्यो टुप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो। हामी जान्दछौँ यो कुरो, हामीलाई थाहा छ। हामी धेरैचोटि मृतदेहलाई दाह संस्कार गरेर फर्केर आउँदा शोचनीय अनुहार, गम्भीर अनुहारमा फर्कन्छौँ। तर घरमा आइसकेपछि माया मोहको जालले फेरि ती सबै कुराहरू सपना जस्तै बिर्सिन्छौँ। सज्जनहरू हो, अब मन परमात्मा तर्फ फर्का त बुद्धि, धन धन भनी हिँड्ने छोडिदे यो कुबुद्धि। धन कमाएर गर्वले, अहङ्कारले, आसक्तले, मोहले, घमण्डी तुल्याउँदछ। झन हामीलाई त्यो गहिरो निस्कनै नसक्ने अगाध कुण्डतिर खिचेर लगिरहेको हुन्छ। जसरी सर्पको मुखमा परेको भ्यागुताले अगाडि आएको झिङ्गा खान छोड्दैन, यद्यपि ऊ सर्पको मुखमा मृत्युले उसलाई गाजिसकेको छ। त्यस्तै छ मानिसको जीवन। आदि व्याधि समायुक्तम जीवितास समुत्सुकम, कालो बलियान हिवत अज्ञात प्रतिपद्यते भनेर हामीलाई गरुड पुराणले पनि बिउझाउन प्रयत्न गरेकै हो। तर हामी कहिल्यै बिउझन चाहेनौँ, कहिल्यै त्यतातिर ध्यान दिएनौँ। प्रथावादी यसो गर्नुपर्छ, परम्परादेखि गर्दै आएको हो भन्ने यही कुरामा हामी मग्न भयौँ। तर एक दिन यस्तो आउँछ, नचाहँदा नचाहँदै पनि मृत्युले हामीलाई गाँजेर लान्छै लान्छ। त्योभन्दा अगाडि तपाईँले सोच्नुभएको छ त्यसपछि के होला? पुनरपि मरणम पुनरपि जननम पुनरपि जननी जठरे शयनम, इह संसारे बहु दुस्तारे कृपया पारे पाही मुरारे भनेर बिलौना गर्नै पर्छ। पापोहम पापकर्माहम पापात्मा पापसम्भव, त्राहि मां पुण्डरीकाक्ष सर्वो पापहरो हर।
जानाम्य धर्म न च मे प्रवृत्ति जानाम्य धर्म न च मे निवृत्ति केनापि देवेन हृदि स्थितेन यथा नियुक्तोस्मि तथा करोमि भनेर म जे गर्नुपर्ने थियो त्यो गरेको छैन, जे नगर्नुपर्ने थियो त्यही गरिरहेको छु। धर्म जान्दछु पालन गर्न सक्दिनँ, अधर्म पाप के हो जान्दछु त्यहाँबाट निस्कनै सक्दिनँ। हे ईश्वर, मैले जे गर्नुपर्ने थियो त्यो गर्न नसकेर कुन चाहिँ शक्तिले मलाई तानेर लाँदैछ जहाँ म जान चाहन्न त्यहीँ। सुरुदेखि नै हाम्रा ऋषि महर्षिहरूले सिकाएको श्लोक हो। उनीहरू त्यसै गरी भन्दै आए, त्यसै गरी मरेर गए। तपाईँ र हामी पनि त्यही ड्याङका मुला हौँ। हामीले त्यहाँबाट निस्किने, पार तर्ने बाटो खोजेनौँ, हात खुट्टा बुद्धि मनस्थिति प्रयोग गरेनौँ, बाँच्ने उपाय खोजेनौँ। सज्जनहरू, एउटै मैले बाटो देखेँ, बाटो सत्य र जीवन म नै हुँ भन्ने येशू ख्रीष्ट चोर त चोरु र मारु र नाश गरौँ भनेर आए, तर म त तिमीहरूलाई जीवन दिन, त्यो पनि प्रशस्तताको जीवन दिन आएको छु भनेर येशू ख्रीष्टले भन्नुभएको छ। सज्जनहरू, यसकारणले स्वर्ग मनि पृथ्वीमा मानिसहरूको माझमा येशू नाउँ बाहेक अरू कुनै नाउँद्वारा उद्धार छैन। पण्डित माधव उपाध्यायले तपाईँलाई क्रिस्चियन बनाउने क्रिस्चियनको कुरा सुनाएको होइन। बाँच्ने ठाउँ यसरी बाँच्न पाइन्छ, बाँच्ने बाटो यो हो, बचाउनेवाला उहाँ हुनुहुन्छ भनेर जस्ट सिकाउन खोजेको मात्रै हो। परमेश्वरले आजको यो भिडियोको माध्यमबाट तपाईँलाई प्रशस्त गरी आशिष दिएका हुन्, तपाईँको अन्तर्दृष्टिको नेत्र खोलिएको होस्। यदि यो आजको यो भिडियो तपाईँलाई राम्रो लाग्छ भने आफ्नो मित्रलाई सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोस्, ताकि मबाट पाउने सेवा तपाईँले उपलब्ध गरिरहन सक्नुहोस्। हस् त, मसीह येशू की जय। तपाईँलाई शान्ति होस्, येशू नाउँमा उद्धार शान्ति होस्, परमेश्वरको प्रेमिलो अँगालोभित्र लुटुपुटु गर्ने मौका मिलोस्।